हेलो गाइस, गुड इभिनिङ। यो साँझको समयमा यो सूर्य अस्त ढल्किँदै गरेको यो दृश्य धेरै दिनको बादमा यहाँ मैले मेरो फोनमा क्याप्चर गर्न सकेँ। म इभिनिङ वकमा सधैँ आउने गर्छु र आजको यो दृश्य यहाँहरूलाई मैले देखाउने प्रयास गरिरहेको छु। एकदमै बिस्तारै बिस्तारै घाम डुब्दैछ। सकेभर तपाईहरुलाई अन्तिमसम्म म देखाउने छु है त गाइस। हेर्दै जानुहोस् है यो भिडियो, ल तपाईहरुले स्किप नगरिकन हेर्नुहोस्। घरिघरि यस्तो दृश्य हामी देख्न पाउँदैनौँ। यो समय हेर्न सक्नुहुन्छ साथीहरु, धेरै घाम तल अब डुब्न लागेको छ है। ल तपाईलाई यो दृश्य मैले देखाएँ। नि त केही हुँदैन। जोइ साइडमा बस, साइडमा साइडमा। डुबिसकिहाल्यो, अलिकति छ अब। लु गर्नु 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 भ्याउँछ। डुब्दैछ, डुबिसक्नु आँट्यो, आधा भाग डुबिसक्यो। ल गाइज, इभिनिङको यो एकदमै दामी दृश्य। मोटामोटी अब एक भाग रह्यो, एक पाउ मात्रै रहेको छ है। त्यो पनि तुरिन आँट्यो। अब अर्को ठाउँ उज्यालो भइसक्यो। आमामामामा गयो नि, गयो 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 लै गयो है। कति छ अब। गयो 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 गयो। सानो टुक्रा रह्यो अब। तुर्यो ल, दामी। हजुर नखिच्नु भन्नेले चाहिँ किन नखिच्नु त्यो चाहिँ भन्दैन हो, खालि नखिच्नु मात्रै अरे। हजुर